आजको यात्रा हाम्रो सीता पाइलादेखि फेरि नारायण हिटिकालेसम्मको छ। हामी ट्याक्सी बुक गरेर अगाडि लागिसकेका छौँ। छाउनी म्युजियम, छाउनी चोकदेखि छाउनी म्युजियम यो रहेको छ भनेपछि छाउनी म्युजियम छाउनी हस्पिटल अगाडि रहेको छ। यो चाहिँ छाउनीको हस्पिटल गेट। त्यसपछि यता माथि डाँडोमा चाहिँ गइसक्यो स्वयम्भूको स्टुपा, स्वयम्भू स्टुपा स्वयम्भू जो देखिरहेको छ यहाँबाट छुचुरा त्यो चाहिँ स्वयम्भू। अक्सिजन लेभल कम भयो। तपाईँ ब्रोइलर कुखुरा मध्येमा एप्लिकेसन पर्नुभयो त नि। म तलै बसिहालेँ, म तल बस्दै बस्दै गएँ कि सिँढीमा 80 वर्ष मान्छे जस्तै सिँढीमा बस्दै 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 गएँ। तर माथि पुगेर तल झर्दाखेरि केही छैन। म त पनि त्यस्तो भइदिन्थ्यो, हिजो रुने जस्तै भइदियो। सक्दैन नि त केटाकेटी अनि पहिले केटाकेटी भन्ने मिल्दैन। 18-20 वर्ष केटाकेटी होइन नि, जवानी हुन्थ्यो नि। म हिँड्दा म जस्तो मान्छे हिँडिए भनेपछि अब त्यहाँ त त्यस्तोलाई हेरेर हिँड्न सक्दैन त। एउटा तगडा मान्छे हो नि। म त हिँड्छु, म हिँड्न मान्दैन के हिँड्न नसक्दैन। पहिला आएको ठाउँमा जाने होइन, हामी म हिँड्न सक्दैन घाममा अहिले। त्यही भएर मलाई निस्किनु राजदरबार घुम्ने भनेर आएको। राजदरबारमा आइसकेपछि आज चाहिँ बन्द रहेछ। बन्द भइसकेपछि घुम्न चाहिँ मिलेन। हजुरआमालाई त्यहाँनिर राखेर फोटो चाहिँ खिच्यौँ, त्यति मात्रै भयो। आज चाहिँ बन्द छ। हामी चाहिँ अहिले दरबार मार्गमा यो दरबार मार्गमा राजाको फोटो। म कुन राजाको राजाको फोटो छ। काठमाडौँमा आउँदै गर्दा दरबार मार्गदेखि अगाडि आइसकेपछि देखिने यो त्रिचन्द्र कलेज। अब चाहिँ कोही अगाडि चाहिँ आउँछ अब घन्टाघर। अगाडि सिधै गयो भने भद्रकाली, यता साइडमा गयो भने बागबजार, यता रत्न पार्क। हामी चाहिँ यता रत्न पार्कतिर जान्छौँ। यो आकाशे पुलमा हामी चढिसकेपछि म त्यो चाहिँ घन्टाघर हो त्यहाँ देखिने। ठुलो घन्टाघर कहाँ छ भन्छ नि काठमाडौँमा, घन्टी बज्नेवाला घन्टाघर हो, त्यो चाहिँ त्यही हो। हामी त्यहीँबाट आयौँ, यहाँबाट स्पष्ट देखियो माथिबाट, त्यही हो। यो रत्न पार्क हो। त्यो रत्न पार्क टक्कै यहाँबाट तिमीले जो देखिरहेछौ नि, यो चाहिँ रत्न पार्क हो। यहाँ जस्तो हाम्रो ढगरी पार्क छ नि, त्यस्तो गरेर यहाँको सबैभन्दा ठुलो रत्न पार्क भन्ने ठाउँ चाहिँ यो हो। रत्न पार्क यो। अनि यतापट्टि चाहिँ छ रानी पोखरी, यतापट्टि साइडमा छ रानी पोखरी। रानी पोखरी पनि देखिने यहीँबाट, भित्र जान दिँदैन। रानी पोखरी हेर्नु पनि यहीँबाट हो। ल अब यो टुडी खेल मञ्च यहाँबाट धरारा देखिरहेछ। काठमाडौँ मल, सिटिसी मल, सिभिल मल। महाकाल मन्दिर नि, महाकाल मन्दिर यो। महाकाल मन्दिरमा आज यो पिपलको बुढामा आज शनिबार भागदुख बान्दै कल्याणकारी भवन सैनिक। हामी अब जेब्रा क्रसिङमा
क्रस गर्दै यो माथि महाकाल मन्दिर दर्शन गर्ने भक्तहरूको भिड। त्यहाँ शनिबारको दिन टिबलको बुट्टामा धागो बान्दै वीर अस्पतालदेखि अगाडि यो चाहिँ राष्ट्रिय ट्रमा सेन्टर। श्री त्रिभुवन यो आर्मीको मिलिट्री मिलिट्री हस्पिटल। अब यो काठमाडौँमा आएर न्यु रोड भन्ने चाहिँ यो हो। न्यु रोड गेट चाहिँ यो हो। न्यु रोडको गेट कि गेट न्यु रोडको गेट चाहिँ यो हो अब होइन। अब हामी यहाँ न्यु रोडदेखि भित्र छिर्छौँ। यहाँ चाहिँ ठुलो मार्केट छ अब न्यु रोडभित्र चाहिँ। जस्तो हाम्रो नेपालमा छ नि त्यस्तै त्यस्तै न्यु रोड बजार यहाँ काठमाडौँको न्यु रोड गेट चाहिँ यो हो। अब हामी यहाँबाट उताबाट जान्छौँ। इन्द्रचोक असन बजारमा छौँ हामी अहिले। फाइनल्ली असन बजार घुमेर अब हामी आइपुग्यौँ बसन्त दरबार स्क्वायर हनुमान ढोका भन्ने के भन्ने यो यहाँ पुगेका छौँ। पानी पेस लागेर हुन्छ। बालनको सहरमा प्रगति भएकै ठाउँ ठाउँमा पानीको व्यवस्था। ल कालभैरव मन्दिर कालभैरव मन्दिर देखाइसकेँ मैले तपाईँहरूलाई। अहिले चाहिँ हामी हनुमान ढोका बसन्तपुर दरबार स्क्वायर काठमाडौँ दरबार स्क्वायर के भन्छ यहाँ सब यही हो। ल दर्शन गर्न पाएँ ल माथि चाहिँ अब अघि कालभैरवमा घुम्यो। अब अहिले चाहिँ यो सेती भैरव गोरी भैरव बैला घुमाउँदै अगाडितिर बढ्दै ल काठ मण्डप यो काठले बनेको यो मार्केट। ल त्यो ठुलो घन्टी हेर्दै हामी बोय एकदम खुसीका साथ बजार घुम्दै दम बढाउँदै स्वाट तान्दै ओहो हो ल अहिले चाहिँ सबै मन्दिर एरिया हो नि त सबै अहिले दिउँसो हुनुहुन्थ्यो अहिले हुने बेलुका हुन्छ नि बेलुका रात 2 बजे हो कि भित्र जाने बाहिर जाने कति मात्र ध्यान पहिले चाहिँ पेन्टिङ गर्दै रहेछ यहाँ पेन्टिङ। त्यसपछि यो बसन्तपुर भन्ने मेन काठले बनेको मन्दिर थियो। पहिला चाहिँ एउटै काठले बनाएको थियो अरे होइन, एउटै रुखको काठबाट बनेको मन्दिर थियो कि काठै काठको मन्दिर बनायो भएर पहिला त्यस्तो अहिले
अहिले घामले गर्दा त्यति उज्यालो पनि छैन। अहिले चाहिँ यो जे होस् पानी बग्ने चाहिँ भारै छ यो बागमतीमा। यो अहिले हामी कालीमाटी पुलमा यो कुन छ कालीमाटी कालीमाटी चोकबाट हामी नास्ता खान्छौँ। आज चाहिँ धेरै जस्तो पसल छ बन्द। खाने केही चिज छैन। कता नि टेलिकमको पहिलो गेटमा हामी आएर आन्टीसँग भेटेर अब आन्टीको घरमा जाँदैछौँ। आन्टी घर चाहिँ यता टेलिकमदेखि तलतिर। हाम्रो हुन्छ अब नआउँदैन धैपुर आत्मा काठमाडौँ आएपछि अब अझै रुपियाँ आउने ठाउँ छ उहाँ पनि आयो। माथि देखिने यो सीतापारी चोक माथिको मन्दिर हो या कुनै गुम्बा हो। हेजर देखिन्छ। पक्कु ल अब खाना खाइयो। खाना खाइसकेपछि अब हामी जाँदैछौँ सिधा पहिला आन्टीको घरतिर। गाडीमा हामीलाई साइड छोड्न जान लाग्नु भएको छ। अब हामी यहाँबाट बिदा गरेर लाग्यौँ। खानकोटबाट अगाडि जाँदै गर्दा देखिने केही दृश्यहरू। हिजोको जसरी नै आज पनि हामी सिधा पहिला चोकदेखि माथि घर जाँदैछौँ। हामी आजको पनि यी यात्रा के घुम्यो कता घुम्यो भिडियो मार्फत नै छ। यदि मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। यदि मेरो च्यानलको भिडियो मन पराउनु भएको छ भने लाइक सेयर र कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। आजको भ्लग यति नै, बाँकी फुल वाच गरिदिनु होला। थ्याङ्क यू सो मच। दाइ अलि अगाडि लग्नुपर्छ क्या दाइ जान्न। ल हुन्छ दाइ।